बिचारी भुन्टी कति असल छिन् भन्ने कुरा यहाँबाट पनि थाहा हुन्छ। त्यो अवस्थामा भुन्टीलाई घरबाट निकालेका थिए भूपेन्द्रले। तर आज भुन्टीले त्यो अवस्थामा आफ्नो श्रीमान भेट्दाखेरि उपचार गरेर सकुशल निको बनाउन खोजिरहेकी छिन्। विभिन्न दुःख कष्टहरू सहेर भए पनि आफू मरेर भए पनि भूपेन्द्रलाई बचाउन चाहन्छन्। कति महान सोच छ भुन्टीको। बिचरा भुन्टीलाई सधैँ गाली गलोज र तिरस्कार मात्र गरिरहेका थिए। तर पनि भुन्टीले कहिले त्यस्तो सोचिनन्। सधैँ आफूभित्रको राम्रो कुरा मात्र बाहिर ल्याइन्। कहिले आफूमा रिस देखाइनन् र कहिले आफू गलत हुन कोहीसँग चाहिनन्। तर उनीहरूको नजरमा सधैँ भुन्टी गलतै मात्र भइन्। वास्तविकता नबुझी र भुन्टी को हो भन्ने कुरा थाहा नपाइकन यिनीहरूले दिएको ठुला ठुला यातनाहरूले भने भुन्टीको मानसिक तनाव भने भुन्टीलाई भएकै थियो। तर मानसिक तनाव भए पनि भुन्टीले आफू कसरी सम्हालिनुपर्छ र कसरी हिँड्नुपर्छ भन्ने राम्रोसँग बुझेकी थिइन्। किनकि सानैदेखि यस्ता चोटहरू त कति खाएकी थिइन् र यी सारा चोटहरू खाँदा खाँदा बानी परिसकेकी थिइन् बिचारी भुन्टी। काहीँ न काहीँ गएर सुख मिल्छ होला। बिहे गरिसकेपछि श्रीमानबाट पाउने र श्रीमानको परिवारबाट पाउने मायाको ठुलो अपेक्षा गरेकी थिइन्। तर त्यो सारा भूपेन्द्रको घरमा पुगिसकेपछि चकनाचुर भएको हो। बिचरा भुन्टी कति सोझी र इमान्दार थिइन्। गाउँमा जसोतसो बनीबुत्तो गरेर खाइरहेकी थिइन्। तर धेरै धनी पैसावाल मान्छे हो भन्दैमा परिवारले पनि भुन्टीको भविष्य हेऱ्यो। तर भुन्टीको भविष्य हेर्दा पनि भूपेन्द्रको क्यारेक्टर र भूपेन्द्रको बानी बेहोरालाई हेरेन। त्यही भएर बिचारी भुन्टीले आज धेरै दुःख पाइरहेकी छिन्। केटीको पछि लाग्दा मरेतुल्य हुने गरी कुटाइ खाएर नालीमा ढलिरहेका श्रीमानलाई बचाउन आफ्नो शरीरबाट ब्लड तानेर उसको शरीरमा लगाइदिरहेकी छिन्। कतिखेर होस आउँछ र कतिखेर आँखा हेर्नुहुन्छ श्रीमानले भनेर कुरेर बसिरहेकी छिन्। कति निस्वार्थ माया छ बिचारी भुन्टीको। भूपेन्द्र भने अरू कसैसँग रात बिताउन पाए र उसलाई पाउन पाए भन्ने ठुला ठुला सपनाहरू बोकेर बसिरहेका छन्। कति निर्दयी र निष्ठुरी छन्। यतिसम्म पनि नगिर्नु कि जुन आफूलाई भन्दा धेरै माया गर्ने श्रीमती साथमा हुँदाहुँदै अरू कसैको अघि जान खोज्नु र अरू कोहीसँग लाग्नु, रात बिताउनु र सीमाभन्दा बाहिर पुग्नु कतिसम्म जायज थियो। तर त्यति गर्दा पनि आज भुन्टीले भने एकदमै धेरै माया गरिरहेकी छिन्।